को साथीहरू यो तपाईँहरूलाई थाहा छ कि थाहा छैन, यो अपराजिता भन्ने फुल हो र यो अपराजिता भन्ने फुल चाहिँ हामीले भगवान् विष्णु र शिवजीलाई चाहिँ अत्यन्त मनपर्ने फुल, प्रिय फुल हामीले भगवान् शिव र विष्णु भगवान्लाई चढाउँछौँ। यो तपाईँहरूको घरबारी कौसीमा छ कि छैन, नभए भने यसलाई अवश्य रोप्नु होला। यो फुलबाट हामीले चिया खायो भने शरीरमा लाग्ने विभिन्न किसिमका रोगहरू पनि निको हुन्छ भन्ने कुरा हामीले विभिन्न अध्ययनबाट फेला पारेका छौँ। तपाईँहरूलाई कस्तो लाग्छ एकपटक यो फुल टिपेर यसको चिया खानु पनि होला र यसबाट चाहिँ तपाईँहरूले एकदमै राम्रो शरीरलाई फाइदा भएको कुरा थाहा पाउनुहुन्छ। मैले आजभोलि नियमित यसको खाँदै गरेको लगभग 2 वर्ष जति भइसक्यो। यसलाई धेरै मलजल पनि गर्न नपर्ने, गोडमेल पनि गर्न नपर्ने। यसको सिजन भनेको विशेष गरी यही असार साउन भदौ असोज कार्तिकसम्म एकदम राम्रो तरिकाले चाहिँ फुल्ने चाहिँ हामीले फेला पारेका छौँ। र यो 2टा पत्ता लगेर हालेर 2टा फुलको थुना हालेर चिया बनायो भनेदेखि एकदमै यसले राम्रो चाहिँ शरीरलाई चाहिँ फाइदा गर्ने कुरा चाहिँ हामीले चाहिँ फेला पारेका छौँ र धेरै मिहिनेत पनि नपर्ने। त्यसैले एकचोटि यसलाई चाहिँ हेर्नुहोस् है, म चिया पकाउँदै गर्छु। र है साथीहरू, मैले यो फुल लिएर आएको छु। अब यसलाई मैले पकाएर तपाईँहरूलाई देखाउँछु। यहाँ लिएर आएँ मैले। अब यहाँ चाहिँ अब यसलाई ल्याएपछि यहाँ अब पानी हाल्नुपर्छ। अब यसरी म चाहिँ पकाएर तपाईँहरूकै अगाडि चिया बनाएर अनि त्यहाँबाट खाने है साथीहरू। 1 कप 2 कप पानी हालियो। अब 2 कप पानी हालेपछि यसमा यो फुल, अघिको जुन फुल छ यो फुल चाहिँ मैले 3टा थुका चाहिँ यहाँ हालेछु। अब यो एकछिन पाक्छ हेर्नु है। ल हेर्नु साथीहरू, मैले यो चाहिँ जुन फुल यहाँ हालेको थिएँ यो पाकिसक्यो। अब मैले 3 मिनट जति पकाएँ। 3 मिनट जति यसलाई पकाएपछि यो पाक्छ। अब मैले यसलाई ग्लासमा हालेपछि यो कस्तो खालको चिया बन्छ त म तपाईँहरूलाई चाहिँ देखाउँछु है त। हेर्नुहोस् है त, लाउनुहोस्। यो चाहिँ यसरी चाहिँ ग्लासमा हालेपछि यस्तो कलरको चाहिँ यो आयो। हेर्नुहोस् यहाँ एउटा फुलको हो। अब अर्को एउटा ग्लासमा पनि हालौँ। हेर्नुहोस् मैले तपाईँहरूकै अगाडि अर्को ग्लासमा पनि यसरी हालेर देखाएँ। यसरी चाहिँ यो फुलको यस्तो खालको चिया, यो कलरको ग्रिन टी, यस्तो खालको ग्रिन टी बन्यो। अब यसलाई म कागती काटेर हाल्छु यहाँ, अरू केही पनि हाल्दिनँ। अब यो कागती काटेर हालेपछि यसको चाहिँ